हेलो साथीहरू, गुड मर्निङ, दर्शनहरू नमस्ते। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ मेरो छुट्टी छ है साथीहरू, त्यसैले आज छुट्टीको दिनमा हामी चाहिँ यसो एउटा प्लान बनाइरहेको छौँ। यसो मोमो खाने भनेर सबै स्टाफलाई मोमो बनाएर खुवाउने छु। कस्तो हुन्छ लास्टसम्म हेर्नु होला, कस्तो बन्छ। अहिले चाहिँ पानी परिरहेको छ बाहिरतिर, म चाहिँ मार्केट जान लाग्यो साथीहरू। हेलो साथीहरू, म चाहिँ मार्केटतिर लागेँ अरे, बाहिर पानी परिरहेको छ, त्यो मजाको। हामी चाहिँ लहर 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 छाता ओढेर हिँडिरहेछौँ रे। यस्तो दामी पानी परिरहेको छ हौ। हामी चाहिँ फाइनली मार्केट आइसक्यौँ। फाइनली म चाहिँ मासु ल्याएर आएको साथीहरू। मैले काम गर्ने चाहिँ ऊ त्यो सेतो बिल्डिङ नजिकै हो, मार्केट यहाँभित्र हो, धेरै टाढा छैन। म चाहिँ अब फर्किसकेँ रे। फाइनली साथीहरू, हामी चाहिँ रुममा आएरै अब सुरु गऱ्यौँ मोमोको लागि। भाँडासाँडा रेडी छ, तर यसको ढक्कन रहेन रहेछ। हामीले पुरा नेपाली जुगाड हानेका छौँ, फेरि को लाग्ने गराइरहेको छ। हाम्रो दाजु फेरि पर पिठो मिच्दै हुनुहुन्छ। मोमोको लागि पिठो मिच्दै हुनुहुन्छ अरे। ल मिचौँ है, मिचौँ, बवाल गराएर खानुपर्छ आज। म चाहिँ यता किमा गराउँदैछु साथीहरू। फाइनल्ली किमा पनि भइसक्यो यसमा हाल्नेको लागि। अब एकछिनमा सबै फाइनल्ली लसुन खुर्सानीहरू पनि काटिसक्यो। किमा हल्का बन्दा काट्नु छ। ल अब साथीहरू, हामी चाहिँ ल पिठो बेलेर किमा रेडी टक्क लाएर बनाउँदैछौँ है। वाउ, मोमोको झोल, मोमोको अचार अलि लामो खाले रहेछ कि। एक किलो होइन। फाइनली अचार हालिदिनु पर्छ अब। मुर्गी गाय मजा आयो। अचार ल्याऊ केटा। झोल हतार हाल्यो। गुरुङलाई किन आयो नि त?